ल्याक्टो चकलेट कसले खानुभयो त सानो हुँदा र चकलेट खाएर र्यापर थन्काउने गेम खेल्नु भयो कि नै? नेपालमा आजभोलि ल्याक्टो चकलेट किन्न पाइन्छ कि पाइँदैन त्यो चाहिँ थाहा भएन, तर घरमै 3वटा सामग्रीबाट सजिलै ल्याक्टो चकलेट बनाऊ है त आज। यसको लागि एउटा ससप्यानमा आधी कप चिनी, व्हाइट अथवा ब्राउन सुगर जे लिँदा नि हुन्छ, 1/4 कप पानी र 1 चम्चा कोन सिरप हालेर मिडियम टु लो हिटमा मजाले पकाउने। पाकेर यतिको बाक्लो भएपछि एउटा सानो भाँडामा चिसो पानी लिने र अलिकति पकाएको चिनी खसालेर हेर्ने। पानीमा डल्लो पर्यो र यसरी तन्काउँदा तन्कियो भने 1 चम्चा कन्डेन्स मिल्क हालेर ससप्यानमा मिक्स गर्ने अनि फेरि अर्को 1 चम्चा कन्डेन्स मिल्क हालेर फेरि मिक्स गर्ने। अब यसलाई 5 मिनेट जति फेरि पकाउने अनि चिसो पानीमा खसालेर फेरि चेक गर्ने। यो यसरी पिटिक्क भाँचिने भएपछि आगो बन्द गर्ने र पार्चमेन्ट पेपरले लाइन गरेको भाँडामा खनाउने र केही बेर सेलाउन छोडिदिने। आधी मात्र सेलाएपछि चकुले काटेर डिभाइड गर्ने अनि यसलाई ल्याक्टोको सेप दिने अनि पुरै सेलाइसकेपछि चाहिँ वाक्स पेपरले र्याप गर्ने। अनि रेडी भयो हाम्रो होममेड ल्याक्टो चकलेट। र यो बनाउँदा धेरै केयरफुल हुनुपर्छ, झुक्केर नि पाकेको चिनीलाई हातले नछुनु, नत्र नराम्रोसँग पोल्छ।